लु है साथीभाइ लु है हामी त रेडी आज घुम्नु जाँदैछ हामी केटाहरू guys, welcome to the channel going to country. लु है ल आज हामी घुम्नु गएको साथीभाइ हामी दाजुहरू पिकनिक ल अलि बादमा देखाउँछु तपाईँलाई हामी माथि पुगेर है हाम्रो स्पटहरू ल यहाँ हाम्रो दुई भाइ चाहिँ यहाँ पर्खिरहेको रहेछ अर्जुन दा हाम्रो भाइ बक्स दामी है हामी चाहिँ आधी बाटो पुगिसक्यो है त्यो भाइ आजको विषयमा के भनिदिनु अलिकति आजको विषयमा सबजना हामी बाइक गर्ने हो चिल गर्ने होइन हल्का रमाइलो गर्ने हो होइन साकेलाई बेन्ड यस्तो चाहिँ भ्यूहरू चाहिँ हाम्रो होइन हामी चाहिँ पिकनिक जाँदैछौँ माथि होइन मजाको छ है जग्गा आया हत्तु भइसक्यो नि उकालो कहिले आइपुग्नु पनि भाइ थाक्यो यो चाहिँ पानी हेर्नु त उम्रेको है दामी मनपर्छ मलाई यस्तो यो चाहिँ नेचुरल हो है उम्रेको पानी खै केटाहरू चाहिँ कहाँ छोड्यो म एक्लै छु आया हत्तु भइसक्यो हिँडेकोले कहिले पुग्नु होला स्पट अब हाम्रो माथि फाइनली हाम्रो भाइहरू पनि आइपुग्यो ऊ के हो त्यो ढिलो गरिस् त पुरा ढिलो भयो ल लैजाइज लु छिटो फाइनली हामी चाहिँ हाम्रो स्पट आइपुगे तर नि स्पट त हाम्रो आया यस्तो उयो भएछ नि भाइहरू आइपुग्यो यस्तो भएछ जग्गा लु सुरु भयो हाम्रो चाहिँ अब लु पिकनिक लु केटाहरू उयो गर्दैछ यहाँ चल्दैछ लु स्टार्ट भयो हाम्रो चाहिँ ल यो चाहिँ हाम्रो पोलेर खाने एउटा चाहिँ हामी पोल्ने बार्बिक्यू अर्को चाहिँ हाम्रो यहाँ चाहिँ हाम्रो चाहिँ उयो चाहिँ चिकन आज चिकनको खेला छ यहाँनिर देख्न सक्नुहुन्छ फ्रेस मिर्गको गु सायद मिर्गो भर्खर यहाँबाट ए भाइ उ त्यो थाल सब्स्क्राइब गरिदिनु छैन यहाँ चाहिँ मासु हुँदैछ है बार्बिक्यू यहाँ चाहिँ हाम्रो उयो के अरे अनुर भाइ हो भाइ चाहिँ हाम्रो के भन्दिनँ आज उसको बारेमा परम्पराको बारेमा अब पिकनिक एकदमै दामी भइरहेछ होइन एकदमै अब इन्जोय भइरहेको छ खाना पाकिरहेछ एकदमै ओके दामी यो हो नि त लुए अब चाहिँ हामी लुए उयसपट्टि लागेको है खाना खै अन्त ए भाइ खै हालेको सब्जी सब्जी हाले हाम्रो भाइ हाम्रो अर्जुन दा भाइ फुच्चे मेन खेलाडी हाम्रो फुच्चे हालिँदैछ यस्तो छ है साथीभाइ आजको हाम्रो परम्परा पिकनिक परम्परा जुन चाहिँ हाम्रो परम्परा भनेपछि चाहिँ हामीले चाहिँ जुन चाहिँ स्टार्टिङ गरेको छौँ त्यो स्टार्टिङलाई हामीले चाहिँ सधैँभरि निभाउनु पर्ने रहेछ अन्त हामी आज हाम्रो बिचमा कतिजना छैन त्यसलाई पनि हामी सबैजनालाई मिस गरिरहेको छु र सधैँभरि गर्छु for the last time guys bonfire साथीभाइ अब फाइनल हाम्रो पिकनिक पनि सक्यो है अब हामी घर पनि लाग्न आँटेको है थ्याङ्क यू सो मच लभ यु अल